अन्त हामी चाहिँ यहाँ मिलेर माइल दिदीलाई चाहिँ प्र्याङ्क गर्ने प्रयास गरिरहेको छौँ। कतिको प्र्याङ्क हुनु रहेछ कतिको चाहिँ होइन, अब पत्ताउनु हुन्छ त हाम्रो कुराहरू चाहिँ। मेरो दिदीले चाहिँ साइली दिदीले चाहिँ माइल दिदीलाई कल गर्दै हुनुहुन्छ एकदम त्यो हुन्छ नि। मैले भनेको कतिको हुँदो रहेछ है त ल है त। ल साइलु दबा माइलुलाई फोन। एकदम त्यो अनुहार चाहिँ अलिकति पाउनु न यार, अलिकति सिरियस पाराको, त्यो अलिकति रोए पाराको हुन्छ नि एउटा डर क्या डर। बालेमा हेलो के आएको हुन्छ सुचाएको छिटो त प्रकाशले फोन गर्नुभयो सरप्राइज छ भन्थ्यो अस्ति चाहिँ सरप्राइज दियो त के सरप्राइज दिन्छु भन्थ्यो कस्तो के थाहा त गेस गर्नु त ल्याएकै हो खोइ ल्याएको बेगन आँटेको अनि लिएर आएको केटीले मार्छ होला मम्मीले है मलाई एक दुई दिन गरेको होला छोड्नु भन्दै थियो मलाई त मलाई त्यसो हुन्छ मैले बिर्सिदिएँ न त नि भनेको थिएँ दुई चार दिनको हो र बिर्सिनु यत्रो वर्षको हो भन्दै थियो अनि मान्छे त्यस्तो रूप फासेन नि 6-7 महिना जेठो म भन्दा अनि त्यसको आनी बानी हरेक थोक ठिक छ त ठिक छ भन्नु भन्दै थियो के छ है कोनी मान्छे ठिकै छ त्यतिको त्यो अब त्यही भनेर के भनेको अब मासु होला बाबामाले चाहिँ गराउनु दिँदैन होला कति महिना अब तपाईँको छोरामा पनि नआउने भयो भवन पनि घर आइहाल्यो यतिखेरै पवन नै बोलाउनु पर्छ आउँदैन पवनलाई कहाँ छुट्टी दिन्छ त अनि पवनको हुन्छ अब चुनावले गरेको हुन्छ अनि के यस्तो गरेको अन्त मम्मीहरूले बुवाहरूले के भन्छ भनेको त के भन्छ तपाईँहरूलाई मैले अस्तिदेखि सरप्राइज दिन्छु भनेको त हो नि अब जे पर्ला पर्ला भनेर सोध्यो कि खोइ टेन्सन भयो होला त्यस्ता कालो जान्छन् गोरा आउँछ आज भन्नु भोलि भने बिर्सिन्छ त्यस्तो आउँदै भनेको के अनि गीता र मैले अनि गीतालाई के भन्छ तपाईँले कहिले लभ गरेर छोडेको भए पो अनि तपाईँलाई धोका के हो भनेर थाहा हुन्छ पनि भन्नु फेरि अनि मरि हाँस्यो गीता आजै पवन आउनु पर्ने आजै ल्याउनु पर्ने अरू बेला ल्याउनु नि त पवन कहाँ छ त पवन खोइ यहाँ आउँछु भन्दै थियो भाउजू भित्र आइदिएर आउँछ होला पठाइदिए भोलि पर्सि बिहाएर ल्याउनु भनेको लेखिसकेपछि पठाउँछ नि भन्छु मलाई कस्तो अचम्म है मासु आमाले
छ नि बुवाले त सम्झ मान्छे थाहा थियो बुवालाई पनि मैले चाहिँ अब ईश्वरले भन्थ्यो खोइ के गर्छ अब मैले छोडिदिएँ अब नेवार नै हेर्थे जस्तो भए पनि गुरु भनेको अस्ति त्यसको बिहेको कुरा चलिरहेको छ भन्दाखेरि अनि त्यस्तो बिहे गरौँ भनेर सोध्ने छोड्दै गर त्यस्तो छोड्दै अब मैले यत्रो वर्ष लभ गरेँ म बिहे गरिनँ अब जे जस्तो भयो नि तिमीसँग जस्तो भयो भने चाहिँ बिहे गरौँ भनेर सोध्नेलाई के बिहे गरौँ छोड्दैन भनेर भन्दै थिएँ मैले मायाले खुब छोड्नु सक्छ नि भन्थ्यो जहिले त्यस्तै हो नि त के थाहा हो थाहा छैन अब त्यसको जिन्दगी हो जेसुकै होस् ज्वाइँ कहाँ हुनुहुन्छ आउनु भयो कि छैन अब भेनाले के भन्छ भन्ने छैन एक वचन पनि सोधेन है एउटा मात्रै भेना भए पो सोध्नु त तिन चारवटा कुन भेनाले सोध्नु त त्यही नजिक बस्नेलाई त्यही गरेर सोद्धा हो अन्त गीताले पनि सोधेको त अनि हिमाल भेनालाई मैले भनेको थिएँ होइन मैले भनेको थिएँ पत्याउँछ भनेर मैले नम्ताले 1% पनि पत्याउँदैन भने के चाहिँ पत्याउँदैन मैले भने मामाले